दुःख पाएको मान्छे हो म, तर मेरो कारण मैले कसैलाई दुःख दिएको छैन। धोका कैयौं पटक पाएको मान्छे हो म, तर मैले कसैलाई धोका दिएको छैन। विश्वासघात बारम्बार म माथि भएको छ, तर मैले कसैमाथि विश्वासघात गरेको छैन आजसम्म। कसैको परिवारमा मेरो कारणले मनमुटाव हुने वातावरण मैले कहिल्यै पनि बनाएको छैन। कसैको परिवारमा तोड्ने फोड्ने काम मैले गरेको कहिल्यै पनि छैन। सबैलाई राम्रो गर्दा गर्दै नराम्रो भएको मान्छे हो म, तर कसैको बारेमा नकारात्मक सोच मेरो कहिल्यै पनि आउँदैन। सबैजनाको राम्रो भएको देखेर खुसी हुने मान्छे हो म। अरूको दुःखमा हाँस्ने र सुखमा जल्ने मान्छे म कदापि पनि होइन। अरूको खुसी देखेर हाँस्ने र अरूको आँसु देख्यो भने आँसु झार्ने मान्छे हो म। म कसैको दुःख देख्न सक्दिनँ। मलाई मार्ने शत्रुलाई पनि दुःख परेको छ भने म सहयोग गर्ने किसिमको मान्छे हो, म हेरी छाड्ने मान्छे होइन। महोदय, मेरो गल्ती भनेको सत्य बोल्ने र मनको